आउनुहोस् जानौं दुबईको टप 3 गिनिस बुक अफ वर्ल्ड रेकर्डको बारेमा। नम्बर 3, संसारकै सबैभन्दा ठूलो चकलेटले बनाइएको मूर्ति जुन बुर्ज खलिफाको कपी रहेको छ। यसलाई बनाउनु भएको हो एन्ड्रयू फोर्जियाले, जसको हाइट रहेको छ 44 फिट र यसलाई बनाउनको लागि 5200 किलो बेल्जियम चकलेटको युज गरिएको थियो र यो कम्प्लिट भएको थियो 1050 घण्टाको मेहनतले। नम्बर 2, संसारकै सबैभन्दा लामो हातले बनाइएको सुनको चेन जसको नाम रहेको छ दुबई सेलिब्रेसन चेन। यो चेन 5 किलोमिटर लामो रहेको छ र यो बनाउन 240 किलो सुन लागेको थियो। यति मात्र नभएर यो बनाउनको लागि 40 लाख जोडहरू लिङ्क गरिएको छ र यो बनाउन 45 दिन र 100 जना मान्छेहरू लागेका थिए। नम्बर 1, संसारकै सबैभन्दा ठूलो हातले बुनिएको कार्पेट जसको साइज रहेको छ 5630 मिटर स्क्वायर र यसको वेट रहेको छ 12 टन। भिडियो राम्रो लागेमा एउटा लाइक र यस्तै फ्याक्टको लागि हाम्रो च्यानल फ्याक्ट्स माइन्ड एनपी लाई सब्स्क्राइब।